ओके, नमस्ते सबैजनालाई। अब चाहिँ अति नै भयो। यो खुट्टा टान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन है। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ साइबर सेनाको टिओबीसँग हामीलाई बदनाम गर्नलाई है, फ्री टिब्याटसँग खै के भनेर के देखिरहेछौँ हामीले। धेरै हामीलाई प्रश्नहरू पनि आइरहेछ होइन। अनि मान्छेहरू फेरि पताइदिइरहेछ, फेरि यस्तो रे भन्दै पताइरहेछ। कति मात्रै हामी नेतासँग लड्ने कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्युजहरूको पछि लड्ने कि हाम्रो टिम मिलाउनु लड्ने कि होइन, कति कुरामा चाहिँ हामी लड्नुपर्ने है। र मलाई देखाउनु पर्यो कि जसले यो एक्युज गरेको छ नि हामीलाई होइन, देखाउनु पर्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर क्या, म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पर्यो क्या। र मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ, मैले बोलाएको हो भने होइन। विदाउट एनी प्रुफ, विदाउट एनी एभिडेन्स म त्यहाँ भएको नभएको